अल्हम्दुलिल्लाह वहदह वस्सलातु वस्सलामु अला मन ला नबिय्य बादह। संपूर्ण प्रशंसा एकमात्र अल्लाहलाई उचित छ तथा उहाँको सन्देशवाहक अन्तिम नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि दरूद र शान्ति अवतरित होस्। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु। हामी तपाईले ज्ञान र सही अकिदाको मार्गमा स्वागत गर्दछौँ। वहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ, मन सलक तरीकन यल्तमिसु फीहि इल्मन सहलल्लाहु लहु तरीकन इलल जन्नह। जो कोही व्यक्ति ज्ञान प्राप्त गर्न उद्देश्यले कुनै मार्गमा यात्रा गर्छ, अल्लाह ताला त्यसका लागि स्वर्गको मार्गलाई सजिलो गरिदिनुहुन्छ। 8वां पाठ वजू। नमाज का लागि वजू अनिवार्य हुनुको प्रमाण। अल्लाह तालाले भन्नुभएको छ, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, या अय्युहल्लज़ीना आमनू इज़ा कुमतुम इलस सलाति फ़ग़सिलू वुजूहकुम व अयदियकुम इलल मराफ़िक़ वम्सहू बिरुऊसिकुम व अर्जुलकुम इलल कअबैन वइन कुंतुम जुनुबन फत्तहरू वइन कुंतुम मर्दा औ अला सफरिन औ जाअ अहदुम मिनकुम मिनल गाइत औ लामस्तुमुन निसाअ फलम तजिदू माअन फतयम्ममू सईदन तय्यबा फम्सहू बिवजूहिकुम वअयदीकुम मिन्हु मा युरीदुल्लाहु लियजअल अलैकुम मिन हरजिन वलाकिन युरीदु लियुतहिरकुम व लियुतिम्म निअमतहु अलैकुम लअल्लकुम तशकुरून। अर्थ, अल्लाह ताला फरमानु भयो, हे विश्वास गर्नु भएकाहरू, जब तिमीहरू नमाज पढ्न उठ्नु भयो भने आफ्नो अनुहार र हातलाई कुहनीसम्म धुऊ, आफ्नो टाउको र खुट्टालाई खुट्टाको टाङसम्म पोछ। यदि तिमीहरू जुनबी शारीरिक नापाकीमा हुनुहुन्छ भने स्नान गर। यदि बिरामी हुनुहुन्छ, यात्रामा हुनुहुन्छ, शौचालयबाट फर्किनु भएको छ वा महिलासँग सम्पर्क आउनु भएको छ र पानी छैन भने सफा माटोले तयम्मुम गरेर अनुहार र हातहरूमा लगाऊ। अल्लाहले तिमीहरूलाई कुनै कष्ट दिन चाहदैन। तिनीहरूलाई सफा बनाउने आफ्नो कृपा गर्ने इच्छा राख्नु भएको छ ताकि तिमीहरू धन्यवाद दिन सक। वजू को महत्व। सैयदना अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु बाट रसूल सल्लल्लाहु अलैहि वसल्लम ले फरमाउनु भयो, जब कुनै मुस्लिम या मुमिन बन्दाले वजू गर्छ र आफ्ना अनुहार धोएर पानीसँग वा पानीको अन्तिम थोपसँग आफ्नो अनुहारबाट सबै पापहरू हटाइन्छ जुन उसले आँखाबाट देखेको थियो
जब उसले आफ्नो हात धोएर पानीसँग सबै पापहरू हटाइन्छ। जो उसले हातले गरेका थिए र जब उसले खुट्टा धोएर पानीसँग सबै पापहरू हटाइन्छन् जुन उसले खुट्टा हिँडेर गरेका थिए, तब उसले पापबाट पूर्ण रूपमा सफा भएर बाहिर निस्किन्छ। सैयदना अली इब्ने अबी तालिब रज़ियल्लाहुबाट रसूल सल्लल्लाहु अलैहि वसल्लमले फरमाउनु भयो, नमाजको चाबी वजू हो। अबू दाऊद, तिर्मिजी, इब्न माजा। वजू का शर्तहरू, नियत। नंबर 2, सफा पानीले वजू गर्नु। सफा पानी वर्खाको पानी, समुद्रको पानी, कुण्डीको पानी आदि। शुद्ध पानी, अशुद्ध पानी, फोहर मासिएको पानी, रंग, स्वाद, गंध बदलिएको पानी। नंबर 3, वजूका अंगहरूमा पानी पुर्याउनु। नदिने सबै कुराहरू हटाउनु, जस्तै बोसोको मोटा तह, कलो जेटमा बाँधिएको टाइट घडी, नील पोलिस आदि। वजूका फराइज आवश्यक कार्यहरू, अनुहार पूरा धुनु, मुख र नाकमा पानी हालेर सफा गर्नु पनि समावेश छ। 2 हातलाई कोनीसम्म धुनु, टाउको र कान पोछ्नु, मसा गर्नु। 2 खुट्टालाई टाङसम्म धुनु, अंगहरूलाई क्रमबद्ध र लगातार धुनु। नंबर 5, वजूका सुन्नतहरू। नंबर 1, वजू अघि बिस्मिल्लाह भन्नु, 2 हात 3 पटक धुनु र औँलाहरू सफा गर्नु। 3 पटक कुल्ला गर्नु र नाकमा पानी हालेर सफा गर्नु। 3 पटक अनुहार धोनु, दाढी सफा गर्नु। पहिला दायाँ हात कोनीसम्म, त्यसपछि बायाँ हात 3 पटक धोनु। नंबर 7, अगाडि पछाडि र पछाडि अगाडि टाउको पोछ्नु। नंबर 8, पहिला दायाँ खुट्टा टाङसम्म, त्यसपछि बायाँ खुट्टा 3 पटक धुनु। नंबर 9, वजूपछि दुआ पढ्नु। दुआ पढ्नु, अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहु ला शरीका लहु व अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु। मुस्लिमको दुआ। यसलाई पनि पढ्नु। वजू तोड्ने कुराहरू, यानी वजू पछि दुआ पढ्नु। जो वजू तोड्ने कुराहरू, हद से असगर, पेशाब पखाना गर्नु व गैस निकाल्नु। नंबर 2, गहिरो निद्रा व बेहोस हुनु। नंबर 3, लाज क्षेत्रलाई सिधै हात लगाउनु। नंबर 4,
आटोको मासु खाउनु, ऊँटको मासु खाउनु। प्रश्न र अभ्यासहरू। प्रश्न नम्बर 1, हदीस सफा गर्नु वजुको सुन्नत हो वा फराइज? वजुको सुन्नत हो, वजुको फराइज हो, कानुनन मान्य छ। नंबर 2, प्रश्न नंबर 2, यदि इच्छा बिना लाज क्षेत्रलाई सिधै हात लगायो भने वजु टुट्छ, वजु टुट्दैन। यस अवस्थामा वजु गर्न मन पर्ने हुन्छ। सवाल नंबर 3, टाउको कुनै भाग पोछ्नु वजुको फराइज हो, पूरै टाउको पोछ्नु सुन्नत हो। सही गलत? वसल्लल्लाहु अला नबीना मुहम्मद व अला आलिहि व सहबिहि अजमईन।